गाइस कुवेतको अपडेट चाहिँ के छ भन्दाखेरि हाम्रो एयरपोर्ट डल्लै एट्याक गरिसक्यो होइन। एयरपोर्ट डल्लै भित्किसकेको छ एन्ड हाम्रो यो जारा एरियामा जुन चाहिँ यो हो हाम्रो जारा एरिया, म अहिले जारामा छु। जारा क्याफेको छेउको बेस क्याम्प थियो अमेरिकन बेस क्याम्प, अनि त्यो पनि उडाइदिएको छ। त्यसमा पनि एट्याक भएको छ, तर त्यस्तो टेन्सन लिनुपर्ने चाहिँ छैन ओके। किनभने लाइक यस्तो जहाँ पाए त्यही चाहिँ उनीहरूले एट्याक पनि गरेको छैन, बेस क्याम्पमा गर्ने हो। त्यही भएर यहाँको मान्छेहरूलाई चाहिँ टेन्सन लिनु पर्दैन। एन्ड मेरो मम्मी चाहिँ धेरै नै स्ट्रेसमा हुनुहुन्थ्यो कि म बिहान सुतिरहेको थिएँ होइन, अनि मम्मीको कल आयो। अनि त्यस पछाडि जेसुकै होस् झगडा परेर हुन्छ के गरेर हुन्छ, बरु पैसा काटिदियोस् पैसा नदियोस् तँलाई, तर आज जे गरेर भए पनि त ड्युटी नजानु भन्नुहुँदै थियो होइन। अनि हुन्छ म सुतिरहेको छु भन्दै भनेको, अनि ल ड्युटी चाहिँ नजा है भन्नुहुँदै थियो मम्मीले। तर म आएँ किनभने त्यति साह्रो खतरा त छैन, यहाँ मान्छेहरू ड्युटी गरिरहेछ, यस्तो भइरहेछ। अनि कतिजनाको चाहिँ छुट्टी पनि दिएको रहेछ होइन, हाम्रो चाहिँ दिएको छैन। राजामाला त छुट्टी नदिएको, अब के आशा पनि गर्नु। त्यसै पनि हाम्रो अफै छैन स्टाफ नभएर, रिस मात्रै उठ्छ, कम्पनी पनि त्यस्तै। अनि त्यस्तो छ कुरा चाहिँ, त्यही भएर अहिले सेफै छ होइन। यो आम जनतालाई चाहिँ डर हुँदैन, अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन। अब बेस क्याम्पहरूमा मात्रै एट्याक गरेको छ होइन, तर त्यहाँ बेस क्याम्पको वरिपरिकोलाई अलिकति डर हुन्छ। त्यही हो, अहिले सिचुएसन ठिकै छ भनौँ। तर अब पासपोर्ट पनि कम्पनीले हामीलाई दिइसकेको छ, तर एयरपोर्ट नै उडिसक्यो। अब पासपोर्टले के गर्नु, अब हिँड्दै आयो भने मात्रै हो हुनु चाहिँ। तर अब आई थिङ्क धेरै दिन हुन्छ जस्तो लाग्दैन, बट लेट्स सी। अब ठुलो पनि हुनसक्छ यो कुरा, कि त अब 1-2 दिनमा मिल्नु पनि सक्छ। अब इट क्यान बी एनिथिङ, बट फर नाउ वी अल आर सेफ। थ्याङ्क यू सो मच। मलाई सबैजनाले कल मेसेज गर्नुभएको थियो त्यसको लागि होइन। वी आर सेफ राइट नाउ।